हेलो एन्ड नमस्ते एभ्रिवान, सन्चै हुनुहुन्छ? के छ हाल खबर? आज चाहिँ मैले जीवीबाट ल्याएको छु है यो प्याकेज अनबक्सिङको लागि। आज चाहिँ मैले यो सनस्टिकहरु स्पेशली यो समरको लागि सनस्टिकहरु चाहिँ ल्याएको छु, प्लस अरु सामान पनि छ। फर्स्टमा चाहिँ छ यो जेट स्टिकको यो सनस्टिक है, यो पनि एकदम यो हाइपमै आएको छ, ट्रेन्डिङमा छ यो प्रोडक्ट हैन। राम्रो छ, यो पनि धेरै जना रिभ्यु राम्रो दिनुभएको छ, युज गर्नु भएको छ। मलाई नि एकदम राम्रो लाग्छ यो। यदि तपाईले चाहिँ सनस्क्रिन रिएप्लाई गर्ने बेलामा यो हाम्रो नर्मल सनस्क्रिनहरु चाहिँ रिएप्लाई गर्दाखेरि अलि अनकम्फर्टेबल अनि कहिले बिर्सिने हैन, अब कहिले चाहिँ लाउन अलि झ्याउ लाग्ने जस्तो भयो भने चाहिँ यो सनस्टिकहरु युज गर्न सक्नुहुन्छ। एकदम राम्रो हुन्छ यो है। SPF 50+ र PA 4 वटा प्लस UVA 3टा स्टार, UV डिफेन्स प्लस हाइड्रेसन, म्याट फिल, नन स्टिकी, नन ग्रिजी स्टिक भनेर लेखिएको छ। एनरिच्ड विथ सेरामाइड्स है, हाइलुरोनिक एसिड एन्ड भिटामिन C लेखिएको छ, जुन चाहिँ तपाईको स्किनको लागि एकदमै राम्रो हुन्छ यो है। यसको वेटको कुरा गर्नु पर्दा चाहिँ 20 ग्रामको छ। 20 ग्रामको मलाई यो 1200 पर्न आयो 20 ग्रामको है। अनि यो रिएप्लाई गरिराख्नु पर्दाखेरि 2 आवर्समा हैन, रिएप्लाई गरिराख्नु पर्दाखेरि चाहिँ यो सनस्टिकहरु चाहिँ एकदम राम्रो हुन्छ कि। यसमा चाहिँ मैले यो मलाई अहिले बजारमा चलिरहेको त्यो सेन्टेलाको पनि युज गर्न मन थियो हैन, तर सेन्टेला चाहिँ ड्राई स्किनको लागि चाहिँ बेस्ट हुने रहेछ। ऑयली र सेन्सिटिभ स्किनको लागि चाहिँ ठिकै मात्र हुने भएको हुनाले सेन्टेला चाहिँ मैले अर्डर गरिन। मलाई जेट स्टिक चाहिँ ठिकै लाग्छ। अनि अर्को चाहिँ मैले नयाँ यो सनस्कुपको भन्ने चाहिँ सनस्कुपको चाहिँ मैले अर्डर गरेको थिएँ हैन, यो चाहिँ मैले युज गरेको छैन। अनि मलाई त्यो उसको पनि युज गर्न मन छ, यो ब्युटी अफ जोसनको सनस्टिक र सनस्क्रिन क्रिम पनि दुवै छ उनीहरुको अभाइलेबल हैन। राम्रो छ, अहिले ट्रेन्डिङमा उनीहरुको राम्रो रिभ्यु आइरहेको छ। यो जेट स्टिकको चाहिँ प्राइस अनुसार र वेट अनुसार ठिकै हो। यो सनस्कुप पनि 20 ग्राम नै हो है, तर यो चाहिँ अहिले मार्केटमा नयाँ भएको हुनाले यो चाहिँ नयाँ हो सनस्कुप चाहिँ है। सनस्कुप पनि 20 ग्राम नै हो, तर मार्केटमा नयाँ भएको हुनाले चाहिँ यसको प्राइस चाहिँ अहिले जम्मा 800 मा मैले पाएँ विथ डिस्काउन्ट। अनि यो जेट स्टिक चाहिँ यो चाहिँ 1200 मा पाएको है, ग्राम चाहिँ सेम नै भयो। सनस्कुपको यस्तो सिल छ है, यस्तो सिल छ है सनस्कुपको चाहिँ। अनि 2 आवर्समा तपाईले रिएप्लाई गर्न सक्नुहुन्छ हैन। सो यिनीहरु चाहिँ सजिलो हुने भयो के रिएप्लाई गर्नको लागि। प्याकेजिङ यस्तो छ है, दुईटाको प्याकेजिङ सेम नै छ, डिजाइन पहिला जेट स्टिकको यो चाहिँ यस्तो टाइपको छ। यहाँ माथि यो निकालेर तपाईले चाहिँ यसरी स्क्रोल गरेर युज गर्न सक्नुहुन्छ। सनस्टिक युज गर्दाखेरि चाहिँ एउटै पोइन्टबाट चाहिँ 4 चोटी यसरी लानुहोस् है, यसरी ब्लेन्ड गर्दै यसरी है तपाईले युज गर्न सक्नुहुन्छ। यसरी एउटै पोइन्टमा चाहिँ 4 चोटी चाहिँ तपाईले गर्नुपर्ने हुन्छ है। जस्तो कि यहाँ गर्नुभयो भने यहाँ 4 चोटी, अनि फेरि यता 4 चोटी यसरी चाहिँ तपाईले युज गर्न सक्नुहुन्छ। र रिएप्लाई गर्न पनि सजिलो हैन, एकदम राम्रो छ। अनि आफूले अब घाँटीतिर, घाँटीको एरिया, फेसको एरिया सबैतिर 2 आवर्समा तपाईले ब्लेन्ड गर्न सक्नुहुन्छ है। अनि अर्को चाहिँ यो सनस्कुपको यसको पनि सेम नै डिजाइन छ है। माथि यही नै भइहाल्यो, यो खोले मैले यस्तो भयो हैन।
जुन हामीले जेल सनस्क्रिनहरु युज गर्छौं नि त्यो बराबरको चाहिँ एनफ हुँदैन के सनस्टिक युज गर्दाखेरि यदि तपाईले एक एकचोटी मात्र यसरी ब्लेन्ड गर्नु भयो भने लगाउनु भयो भने चाहिँ हैन त्यो पुग्दैन इनफ हुँदैन तपाईको स्किनको लागि त्यही भएर एउटै पोइन्टमा चाहिँ तपाईले 4 चोटी ब्लेन्ड गर्नुपर्ने हुन्छ है लगाउनु पर्ने हुन्छ है यसरी चाहिँ एउटै पोइन्टबाट 4 चोटी यसरी लगाउने यसरी लगाइदिने अनि नेक फोरहेड हैन आफ्नो चिन एरिया यसको स्मेल चाहिँ एकदम आउने रहेछ है यो चाहिँ नन स्मेली भयो यसमा चाहिँ केही स्मेल आएन हैन केही त्यस्तो फ्रेग्रेन्सहरु युज गरिएको छैन यसमा चाहिँ फ्रेग्रेन्स युज गरिएको रहेछ है यसको स्मेल आइराछ तर ठिकै छ यो स्मेल राम्रै छ हैन यसरी एउटै पोइन्टबाट चाहिँ 4 चोटी एउटै पोइन्टमा यसरी ब्लेन्ड गरेर युज गर्न सक्नुहुन्छ है यसरी म्याट लुक चाहिँ यसले दिएको छ है यसको पनि ठिकै छ लुक चाहिँ अनि जीबी बाट चाहिँ मैले यो फ्रीमा पाएको थिए यो प्रोडक्ट है यो चाहिँ लिप स्क्रब हो हैन यो बीटरूट एन्ड भनिलाको बीटरूट र भनिलाको यो चाहिँ लिप स्क्रब है यो चाहिँ उहाँले मलाई फ्री गिफ्ट पठाइदिनु भएको थियो लिप स्क्रब चाहिँ त्यति खासै युज त गरिरहेको हुन्न मैले तर पनि राम्रै छ यो आफ्नो फ्री टाइममा चाहिँ स्क्रब गर्न मिल्यो अनि मसँग अर्को बीटरूटको अर्को स्क्रब पनि छ है त्यो चाहिँ यो नुगको बीटरूट वाला स्क्रब हो यो चाहिँ यो पनि राम्रै छ यस्तो हुन्छ यो चाहिँ र अर्को भनेको यो मैले यो मिमी बेबी सोप चाहिँ मैले भेटाएको थिएँ जम्मा 60 रुपैयाँमा एकदमै सफ्ट स्किनको लागि है बेबीहरुको लागि पनि हुन्छ ठुलोहरुको लागि पनि हुन्छ सफ्ट स्किन बेबी जस्तै सफ्ट स्किन चाहनुहुन्छ भने चाहिँ यो पनि राम्रै छ है 60 रुपैयाँमा पाएको थिएँ र आजको लागि अनबक्सिङको काम सकिएको छ अब नेक्स्ट भिडियोमा चाहिँ म फेरि पनि अरु सनस्टिकहरु पनि ल्याउने छु कीप वाचिङ थ्यांक यू बाइ बाइ